प्रदर्शनको चौथो शनिबार पनि निरशाह स्टारर फिल्म परानले घरेलु बक्स अफिसमा 1 करोड भन्दा धेरै कमाई गरेको छ। यो फिल्म 14 कार्तिकमा रिलिज भएको थियो। चौथो शनिबार 6 मङ्सिरमा फिल्मले सिनेपा बक्स अफिसमा देशव्यापी 1 करोड 11 लाख भन्दा केही बढी कमाई गरेको छ। पहिलो शनिबारलाई छाडेर फिल्मले दोस्रो, तेस्रो र चौथो शनिबार 1 करोड भन्दा धेरै कमाएको हो। फिल्मले चौथो शनिबारसम्म घरेलु बक्स अफिसमा 13 देखि 14 करोड रुपियाँ ग्रससम्म कमाई गरेको अनुमान छ। यद्यपि यसबारे औपचारिक विवरण आउन बाँकी छ। चलचित्र विकास बोर्डले सोमबार पछिल्लो साताको विवरण सार्वजनिक गर्दैछ। आइतबार पनि फिल्मको देशव्यापी कमाई सुखद रहने देखिएको छ। अकुपेन्सी पनि देशव्यापी 30 देखि 50% हाराहारीमा छ। कतिपय मल्टिप्लेक्समा आइतबार बेलुका शो खचाखच हुने क्रममा छन्। दीपक आचार्य निर्देशित फिल्मले सन्तान र अभिभावकको कथा पेश गर्छ। रेमिटेन्सले सामाजिक मूल्यमा ल्याएको असर र प्रभावको कथा यसमा छ। यो फिल्म 2082 सालमा सर्वाधिक कमाउने नेपाली फिल्म बनिसकेको छ। फिल्मले अनमोल केसी स्टारर जेरी अन्टपको कमाईलाई समेत उछिनेको छ।